हेलो साथीहरु, फेरि अर्को एउटा नयाँ ब्लगमा तपाईहरुलाई स्वागत छ। आज चाहिँ तपाईको बिहान 8:05 भइसक्यो। टेम्परेचर तपाईको 28 डिग्री सेल्सियस छ। महागर्मी छ। यहाँको माहौल यस्तो खालको छ, एकदम हराभरा भएर चाहिँ बढी झ्याङ भइसकेको छ। यतातिर चराचुरुङ्गीको आवाज पनि आइरहेको होला। अनि त्यसपछि चाहिँ नि आज यसो हाइकिङ ट्रेकिङ कस्तो खालको हुन्छ गाउँतिरको एरिया सँगसँगै जाऊ है त। मिनासा ओहायो गोजाइमास, इचिमो आरिगातो गोजाइमास, क्योवा आसा हाचिजी गोफुन नारिमास त आतो खायोबी नानदे कोरेकारा साम्पो सुरुंदे दाका मोरिमादे दोकोगो दोकोका इकिमास नदे जा一緒に行きましょうね。よろしくお願いします。あとこちらは川の隣にいますので、すごいいい緑感じですね。कुन यो ಇದು पिमा हो यो जलाउने खोर्सानी ए पिमा अनि त्यसपछि चाहिँ नि यो के काँक्रो हो काँक्रो साक्रो खानुपर्छ यो अङ्गुरले कति हेला खाएर ए बिचरा कति हेला खाएर छोडेको होला कि गर्मी बहुत गर्मी छ आज। हेरौँ यो कस्तो हुन्छ। साथीहरु अब हेर्नुहोस् यहाँ खेतीपाती सानो यो जापानमा यो गाउँ एरियामा कस्तो हुन्छ भन्दाखेरि लगभग 5 मिटर 10 मिटरको चाहिँ नि मतलब एरिया कभर गरेर नगरपालिकाले हल्का फुल्का राजस्व तिरेपछि भाडामा खेत लाउन पाउँदो रहेछ। भाडामा त्यो 5-10 मिटरको एरिया पाउँछ। हो त्यही गरेर पुरा यो खाली ठाउँमा उता पनि छ यता पनि छ। अब यता पनि यो सबै यो चाहिँ नि सालको 4000 देखि 5000 रुपैयाँ भाडामा खेती गर्न पाउँदो रहेछ। ल अब यति गरेपछि त ठ्याक्क गाडीमा आयो, यसो खेतीपाती गर्यो, हल्का फुल्का सानो चट्टो करेसा बारी जस्तो बनायो, घर खर्चको लागि पनि चल्ने। एकदम यो चाहिँ कन्सेप्ट चाहिँ राम्रो लाग्यो। खेत पनि बाँझो नहुने भयो। यो चाहिँ पुरै गभर्मेन्ट एरिया तर सबै चाहिँ तपाईँको चक्क भाडामा। अब यहाँ चाहिँ यस्तो टक्क लारी फुल जाली लगाएर ठ्याक्कै राख्यो। अब ल्यान्ड्स अब सालमा 4000-5000 भाडामा भनेपछि त तिर्नुपर्ने भने चाहिँ खासै महँगो त होइन है। घर खर्च मजाले टर्यो, सब्जीहरू पनि मजाले भयो, फुलहरू पनि भयो, टक्क लाएर ल हेर्नुहोस् पुरा यो काँक्रो पनि छ। अनि त्यसपछि चाहिँ ओएको त पुरा फुलहरू खेतको अब जसले भाडामा लिएको त्यसले हेर्नलाई आइसक्यो। बिहान आएर पुरा यो एरिया टक्क सानो टुक्रा लिएर आफूले गर्यो। अनि त्यसपछि चाहिँ यहाँ चाहिँ यो ह्यान्डपम्प पानीको सुविधा पनि ठक्क राख्दैछ, सबै छ। अब बाँकी त अब पुरा हरियाली त धेरै हरियाली छ। यस्तै हो। अब अगाडि बढौँ साथीहरू। अब यसो ट्रेकिङतिर गर्न जाने भने भनेको जङ्गलतिर हेरौँ कस्तो हुन्छ। पहिला पनि हिँडिसकेको बाटो हो यो। म
मेरो लास्ट भ्लगमा देख्नुहुन्छ मैले सोनी एक्सपिरिया 5 Mark III लिएको भिडियोहरू। अब चाहिँ नि आज सिजन अनुसारको ठाउँ पनि फरक हुँदै जाने के अरे है पुरा खेतको। काशीजी भित्र नजानु भयो, भित्र नजानु के गाउँले परिवेश, गाउँले माहौल यस्तै छ यतातिर। हजुर हजुर घर पनि टक्क गाउँतिरको जस्तो घरहरू छ। गाउँतिर एक नम्बर छ होइन अनि यो जापानको लागि त गाउँै भयो नि त। गाउँ त हो तर यिनीहरूले भन्छ चियानगारी होला। यो चाहिँ चियानगारीको लागि चाहिँ नि यो माथिबाट जुन डिजाइन गर्छ नि त्यो चाहिँ यहाँ पहिले नै बुकिङ गर्नुपर्दो रहेछ। सामान हुन्छ चाहियो भने यो ढुङ्गाबाट बनाउँदा चाहिँ र मेटेरियल यता छ। त्यसमा अलि अगाडि बन्द भएको फ्याक्ट्री, बन्द भएको त होइन होला निश्चय पनि। अब यो खेत चाहिँ अलिकति बाँचै छ। अब एकछिन ल यहाँ पनि ठ्याक्कै घरको अगाडि बाटोको छेउमा यो प्याज लगाएको होइन यो प्याज लगाएको छ। साथसाथै हरियाली पनि देखियो। अब हामी यहाँबाट लेफ्टतिर जाँदैछौँ। यो चाहिँ नि तपाईँको देख्छ हुन्छ यो ऐना राखेको हुन्छ, गाडी आएको नआएको ठ्याक्क थाहा हुने। यो चाहिँ नि मनपर्ने गरी अब यहाँबाट हामी जान खोजेको थियो यो माथि टुप्पातिर जाने भनेको त्यहाँ ब्लक चाहिँ देखाएको छ। त्यही पनि यसरी जाउँ। एकदम हरियाली छ, गाडी आइरहेछ एक दुईवटा। ओ बाबा आयो ट्याक्सी हेरेको छु। एकदम गर्मी छ। 28 डिग्री भनेको त खासै होइन नि है, त्यही पनि के बानी नपरेर गर्मी छ। अब हामी यताबाट आयौँ के अरे। अब यो अस्ति गएको थियो बाटो थिएँ, आज चाहिँ नि यहाँबाट यता जाने भनेको के विचार छ? जाने हो नि त। अब यहाँ बाटोमा त यो गाडीको लागि राखेको होला जहाँसम्म लाग्छ, हिँडेर जान पाइन्छ होला। एकदम बिहाड जङ्गल झाडी। हाम्रो यहाँ बुर्तिपाङको भाइ हुनुहुन्छ प्रतापजी, हेलो भन्नुहोस्। यहाँ स्लो भयो अलिक बेसरी थियो। ल यस्तो अन्त हाम्रो यहाँ वन्यजन्तु तथा वनस्पति विशेषज्ञ मिस्टर काशीनाथ नेउपानेज पनि हुनुहुन्छ। यहाँ लामखुट्टे धेरै रहेछ। यहाँ बिस्तारै जाउँ है, बिस्तारै एकजुट भएर जाउँ है। अब यो भालुले एट्याक गरे पनि केही नहुने हिसाबले। अस्ति आएको भाले बास्यो, भाले बासिसकेपछि चाहिँ के रहेछ र भने धेरै भयो कि एक्स्ट्रा टाइम लिएर हिँडेछौँ हामी। बाटो चाहिँ एकदम देख्न सक्नुहुन्छ यस्तो खालको बाटो छ। यस्तो बिग्रेको बाटो पनि देखियो। यो त गाउँ एरिया हो, तर अफिसियल बाटो चाहिँ होइन होला निश्चय पनि यो है। एकदम बिस्तारै है। त्यहाँबाट कुखुराको आवाज आइरहेछ। पालेको ल यहाँसम्म आइसक्यो। धेरै त हिँड्दै छैन आज, त्यही पनि बाटो। हजुर जनावरहरू यो चाहिँ नि तपाईँको यो पाइला तपाईँको यो जनावरको पाइला हो। ल्याउनुहोस्, सानो सानो स्याल भयो के भयो होइन, बुङ्गुर बनेल पनि छ होला, त्यसको बाटो हो। हजुर
पालेको हो यहाँबाट उता बाटो छैन क्या हजुर सियाल मात्रै हिँड्ने यार बाघ मात्रै हिँड्ने सियाल हिँड्ने बाटो जस्तो लाग्यो बाघ हिँड्ने यार हजुर बाघ हिँड्ने बाघ हिँड्ने बाटो ए यहाँबाट त बाटो देखिन्न है ओ यार यस्तो छ काचा काचा छ होला होइन काचा काचा अलिकति तसम्म जाउँ न यो चाहिँ नि यसो आउँदाखेरि शीतलनगरभित्रको जङ्गलतिर जस्तो फिल भयो त गाडी होइन शीतल ओ त्यहाँ माथि पनि त रहेछ त ठाउँ यहाँको ठाउँ चाहिँ यस्तो छ त्यहाँ कुखुरा पालेछ त्यो पनि एकचोटि जान नि डर लाग्छ कि एकदम क्यामेराहरू राखेको यहाँ चाहिँ जापानमा यहाँ यो सायद प्राइभेट प्रपर्टी हो के हो है अब राम्रोसँग त बुझ्न सकिएन ल कुखुराले हामीलाई देखेर बासेको जस्तो त्यहाँ नजिक चाहिँ नजाउँ है साथीहरू प्राइभेट हो होइन भन्ने कुरा त यस्तो खालको रहेछ यहाँ हेर्नुहोस् त कुखुरा बासेको छ अब के गर्ने अरे अब अर्काको देश हो अब जान पनि मन लाग्ने अब कुरो फेरि केही भन्नु कि भने पिर ओ यस तलमाथि केही भयो भने अप्ठ्यारो हुन्छ फेरि कुखुरालाई केही ऋण लागोस् तर ऋण के दिन नलागोस् भन्छ नि खतरा रहेछ सेफ्टी त पुरा जाली साली लगाएर अन्डा सन्डा दिन्छ अन्डा दिन्छ ल जापानमा भाले बासेको पनि पहिलोचोटि थाहा पाइयो है होइन यिनीहरूले हो भुटानिस पनि पाएर ल यहाँ चाहिँ नि यो तपाईँको के भन्छ क्याम्प फायर गर्ने तपाईँको बार्बिक्यू गर्ने अनि तपाईँको कुर्ची सुर्ची सब यहाँ देखेँ मैले यही अनुसारको जे जस्तो छ हेर्न सक्नुहुन्छ बिस्तारै छ पानीको व्यवस्था पनि छ एकदम किरा आइरहेको छ ठुल्ठुलो कुखुराहरू छ अब यो चाहिने तपाईँको यो के भन्छ सानो डोजरको चाहिने चेन जस्तै हो रबरको टायरै भनौँ न त्यो चाहिँ पानीको टङ्की राखेको रहेछ अब यहाँसम्म मात्र बाटो खनेको रहेछ है यहाँबाट आउने बाटो यहाँ आएर यहाँ खनेको रहेछ है अझै बन्द रहेछ विकास हुँदैछ जापान पनि बिस्तारै बिस्तारै त्यहाँ तल के छ हौ त्यहाँ एउटा घरहरू देखिरहेछ भनेपछि एकचोटि यहाँबाट माथि जाउँ न है बाटो खोल्ने काम भइरहेको छ यहाँ चाहिँ नि वन विभागको गुल्लीहरू राखेको रहेछ काठको देख्न सक्नुहुन्छ साथीहरू अब चाहिँ गर्मी चाहिँ महागर्मी छ है ओइ आउनु न हेरौँ न कहाँसम्म रहेछ र अब फेरि यो ठाउँमा एक्लै आउनु अलिक गाह्रो गाह्रो हुन्छ अब तपाईँको बाटो चाहिँ नि यहीँसम्म ल्याएर खनेको छ अब यसलाई चाहिँ के बुझ्ने यो जनावरकै के भयो ढुकुरहरू छ त ल आजको ट्रेकिङ भनेको त यही भएछ त अरू केही देखिन्न त धुप्पै जङ्गल छ त हो लगभग बाटोबाट लगभग आधी किलोमिटर पनि छैन है यस आधी किलोमिटर छैन अब गर्मी ला ल म त सोचेको त अझै माथि पनि जान सकिएला कि भनेको यो चाहिँ म्याक्सिमम् हाइट रहेछ कि ऊ त्यो छ नि त्यहाँबाट उता चाहिँ उरालो छ कि गोरेटो बाटो केही छैन के अरे मान्छे हिँड्ने बाटो पनि देखिएन कि भनेपछि यहाँबाट तल पनि छैन कि है ल अब चाहिँ हामी चोरमाराको जङ्गलमा आइयो अब
धान ओह्रालो कटेर चोरमाराको जङ्गलतिर है यहाँ गुल्ली सुल्ली काटेर रेडी बनाइराखेको चाहिँ ल हेर्नुहोस् त यो एउटा नयाँ अनुभव नयाँ एक्सपेरिमेन्ट जे पनि भन्न सकिन्छ। अनि त्यसपछि यहाँ बाटो देखिन्छ क्या हो? यहाँसम्म डेड इन रहेछ। यहाँबाट त केही छैन। म यताबाट फर्केँ अब चान्स छैन। साथीहरू थाकेर रेस्ट गरेको थियो। एकजना साथीले घरको लागि जग खने जस्तो छ। के हो तपाईँ फेरि तरल खाने बेर्ना तरुल थाहा चाहिँ किन नहुने यार? त्यो जङ्गल सङ्गल भनेको त ठुलो कुरा होइन क्या। ल तलै छ यार तरुल है। कच्ची बाटो देखेको तपाईँले अमितेतो गोजाइमास तपाईँले तरुल भेटाउनु भयो। अब फर्कनेतिर लागि साथीहरू। त्यो मान्छेको चहल पहल भयो के अरे अनि बाँच्नु थालेको। यो चाहिँ नि रुख ढलेर यहाँ बाटोमा ठ्याक्कै आएको रहेछ है। भयो अब हामीले खाना दिन आएको होइन, हेर्न आएको। एकदम शीतल हुन्छ हजुर शीतल हुन्छ। शीतल भन्दा पनि कस्तोहरू चाहिँ कास्ती यो के उम्मस रहेछ के, ह्युमिडिटी के उम्मस भन्छ नि, के भन्छ उम्मस के मुसियात चाहिँ बस्छमा ठक्क लाग्यो जङ्गलले भएको। ओहो यार एकछिन है त, के अरे जङ्गलमा हिँड्दाखेरि एउटा स्पेटिकल लाउनु पर्छ कि, यो माकुरा एकदम विषालु छ कि यहाँको। आँखामा यसो छसछुस ड्रपहरू जान सक्छ। साथीहरू लगभग हल्का फुल्का ट्रेकिङ गरियो। अब सिन चाहिँ नि यस्तो खालको देख्नुभयो होला। एउटा पोइन्टमा आइयो, पोइन्ट चाहिँ यो हो। ल अब ठ्याक्क मेन रोडमा आइयो। यहाँबाट हेर्दा जाँदो रहेछ गाडीहरू। ल अब चाहिँ हामी यहाँबाट फेरि अर्को लोटस पोखरी, कमल पोखरीतिर जाँदैछौँ। काठमाडौँको होइन साथीहरू, जापानको। यो के को झ्याङ हो नि वनस्पति विशेषज्ञज्यू? यो कहाँ हजुर? यो खै के फर्सी सर्सी त होइन? नेपालमा हुन्छ होइन होइन है, यस्तो के बनमारा झारी त होइन? अब यो चाहिँ यो साइडमा, यो साइड तपाईँको बाँसको। ठ्याक्क त्यो बाटो काटेर यता आइसकेपछि सर्लक्क लाएर यो ठाउँमा आइयो। यो भिडियो मेरो लास्ट भ्लगमा पनि छ, हेरिदिनु होला। यो चाहिँ बच्चाहरू खेल्ने ठाउँ। यो प्रत्येक कतिवटा घरको बिचमा एउटा बनेकै हुन्छ, गाउँ सहर जस्तो होस् भनेको हुन्छ। यहाँ बाँकी डिटेल चाहिँ यहाँ लेखेको छ। त्यसपछि नै यो गाउँले जीवन, गाउँले परिवेशको घरहरू। ल एकैछिन यो म कस्तो ठाउँमा बसेको छु भन्ने कुरा म देखाउँछु। ट्रेकिङमा हिँड्दाखेरि एउटा झोला प्लस
हल्का पानी सप्लिमेन्ट्रीहरू लिएर हिँड्नुपर्ने, त्यो पनि ठाउँले नै सिकायो। भर्खर ट्रेकिङमा हिँड्दाखेरि तपाईँको कफी चाहिँ नलिँदा राम्रो, कफीले बढी तिर्खा लाग्छ। अनि त्यसपछि अब एकछिनपछि हामी यता लोटस पार्कतिर जाँदैछौँ। लोटस पार्क भनेर के भन्छ, कमल पोखरी, त्यो लास्ट टाइम आएको थिएँ, त्यहाँ हल्का भिडियो बनाउनु पाएको थिएन। अब त्यहाँतिर जाँदैछौँ, हेर्दै जाउँ। अहिले चाहिँ म यस्तो ठाउँमा छु, यो चाहिँ बच्चाहरूको गार्डन जस्तो खेल्ने ठाउँ हो। सलक्क लाएर यो चाहिँ यस्तो खालको थाते बनाउँछ, यहाँ रेस्ट गर्न पाइन्छ। ल साथी हो, अब अगाडि बढाउँ है त। कि एकछिन बस्ने हो, एकचोटि त्यो कमल पोखरी गएर आउनु, त्यसपछि बसौँ। बाँस हो क्या अब पलाउँछ। यो तामाबाट ठोसो आएको टुसो। हामी बिस्तारै कमल पोखरीको नजिक आइपुग्यौँ। अब यहाँको आवाज भनेको हामी तिनजना बाहेक कसैको आवाज छैन, बाँकी चराहरूको आवाज आइरहेछ, च्यार्लाङ चुर्लुङ। घर छ फेरि लास्टै डे रहेछ कि हाम्रो अझै उता जान मिल्ने रहेछ क्या। अब हजुर घाँस भएको छोडिदिनु न, साँपहरू होला फेरि यस्तो यस्तोमा बसेको हुन्छ। ल साथीहरू, कमल पोखरी भन्ने चारैतिरको माहौल यस्तो खालको छ, एकदम शान्त वातावरण छ, घरहरू पनि देखिन्छ।
ल साथीहरू अब कमल पोखरीको पनि दर्शन गरियो। यहाँ चाहिँ घरहरू त्यति खासै छैन, यो 2-3वटा घर छ यहाँ देखिने भनेको 2-3वटा घरहरू। अब त्यहाँबाट हामी घरबाट चाहिँ सायद लगभग 1.5 किलोमिटर जति हिँडेर यसको जङ्गलको बिचमा पनि गइयो, त्यहाँ पनि गइयो। अब यहाँ कमल पोखरी पनि यसो हेरियो। ल साथसाथै ल आजको यो हप्ताको भ्लग म यहीँ इन गर्छु। फेरि अर्को हप्ता नयाँ भ्लगमा नयाँ ठाउँबाट बनाउने कोसिस गर्छु। अन्त आज दिन बाँकी छ, फेरि अर्को पनि भ्लग बनाउँछु, हेर्दै गरिदिनु होला। ल त है त साथीहरू, ओके बाई बाई। यो कुमागा स्टेसनको मेन इन्ट्रेन्समा आइसक्यो। सिटी हल यो चाहिँ टच पोइन्टमा होला है, टच पोइन्ट होला क्या।